च्यालेन्ज आइहाल्यो गाइज। अब नहानु नि कसरी दिनै पर्ने हुन्छ है। टिकटकमा यस्तो च्यालेन्ज आइरहेको हुन्छ यार। दबाई दिनु पर्यो। अब हेलमेट सेलमेट सर्टगन लिनु पर्यो अनि दिनु पर्यो दबाएर है त गाइज। हानिदिउँ होला। चारको गेम रहेछ। हेरौँ कस्तो हुन्छ। मगरसँग हो क्या अरे। यो फ्रेन्डली म्याच टाइप हो। दिने हो दबाएर दिने हो। यस्तो सही नलाग्यो त निस्क्यो नि यार। निस्क्यो नि त हावामा हाने जस्तै भइहाल्यो नि यार ब्रो। उडाइदिनु पर्ने खोइ त दिमै दिउँ एक दिउँ भने खोइ त यार। मोबाइल ब्रो कहाँ गयो यार? कतातिर पुग्यो यार ब्रो? First blood. यार ब्रोले यार ओहो यतिकै च्यालेन्ज चाहिँ गरे होइन रहेछ है ब्रोले। केटाको गेमले चाहिँ रहेछ है रहेछ। अब भएन सर्टगनले भएन। अब एउटा टक्क MP5 लिनु पर्ला है। MP5ले दबाई दिनु पर्ला गाइस। ओन्ली हेडसट म्याच हो। अब MP5ले नि हेडसटै हानिहाल्छ। यसो दबाएर दिउँ न ब्रोलाई नि। यसो स्किल बढाएर ल्याम्प फर्काइदिउँ भनेको दिनै पर्ने हुन्छ नि। दिनै पर्ने के गर्नु हान्नै पर्ने हुन्छ गाइस यार। नहान्नु नि कसरी त्यस्तो। अब डेन्जरै हान्छु क्या फेरि। दया गर्नु पर्छ यार। दया गऱ्यो भने त फेरि हारिदिन्छु गाइस म। खासै दया गरेन भने चाहिँ फेरि सिधै 7-0 हो क्या। फेरि चान्सै छैन यिनीहरूलाई त हान्ने चान्सै छैन। जाउँ न हानिदिउँ अब फेरि होइन। के छ र गेममा हार्छ त भइहाल्छ नि अब। दुइटै कट्टा लिएर गएर कट्टा हानौँ न। कट्टा भन्दा नि नयाँ के गर्नु यो औतारी गर्नु रहेछ। यसो पड्काइदिउँ न यो औतारी गर्नुले। यसको नि मैले देखिरहेको छु बबाले ओन्ली हेर्छ नि झ्याउ लाग्ने रहेछ गाइस खेल्नलाई। आज 2-4 जना सब्जी खाएको यार। झ्याम हान्नु पर्छ यार। मजा नआउने खासै लाग्दैन। अब एकछिन बस्न मिलेर दिएर बजाइदिइहाल्छ। यो फेरि यति बेला प्लेन गइरहेको रहेछ गाइस यतातिर। 44 चाहिँ लाग्यो है। के 44 लाग्नु गाइस? उता त 99999 लाग्यो त। बवाला हान्ने रहेछ यार ब्रोले यार। ओहो के गर्नु होला त? ब्याक गरिदिउँ के हो गाइस? ब्याक त नगरौँ। हाल्नुपर्छ। हारे नि जिते नि मलाई बाल छैन क्या गाइस। यसो खेल्न रमाइलो हो क्या। खेललाई इन्जोय गर्न सिक्नुपर्छ क्या। मान्छेहरू यार जित्यो भनेर यार धाक दिएर यार हैरान हुन्छ यार गाइजहरू यार। रमाइलो गर्ने हो क्या। इन्जोय गर्ने हो। इन्जोयमेन्ट त हो नि यो त हाम्रो लागि। कहाँ झगडा गरेर हुन्छ। म त भन्दा राम्रो खेल्ने त म भन्दा राम्रो खेल्ने टाइपको हुन्छ नि जे होस्। चल्दैन अब सिधै चल्दैन सिधै हाल्ने नि हो।
गर्दै दिने First blood. हानेको हो यार बोले हानेको हो तारिफ त गर्नुपर्छ नि अब नहाने भन्नु मिलेन अब एकचोटि फेरि एसएमजी दिनै पर्ने भयो होइन मैले लागेन नि गाइस यो कट्टा सट्टाले लागेन नि अब एक लट चिनी यो के भन्छ यसलाई यार एसएमजी दिनै पर्ने हुन्छ मैले प्लान्ट यसो प्र्याक्टिस गरौँ न उफ्री यताउता होइन मैं कहाँ खो गया गीत पनि राम्रै गाउँछु है First blood. एसएमजी त अब किङ भन्ने के हो किङै होला सायद ल अब लास्ट राउन्ड हो यो लास्ट राउन्ड भन्दा नि अब 2 राउन्डमा आइछ अब कसले के गर्छ मलाई हान्छ कि हार्छ कि अरे नो गाइज है सुझाम न पर्खाइदिउँ च्यालेन्जहरू छ भने यसो कमेन्ट गर्ने है गाइज च्यालेन्ज भन्दा नि यसो खेलिदिउँ भनेर यसो इन्जोयमेन्टको लागि हुन्छ नि त्यो झगडा नै गर्ने लाग्यो होइन क्या च्यालेन्ज जस्ट इन्जोयको लागि हारे नि जिते नि मतलब छैन सिक्ने हो है त गाइज खै त कहाँ हारेर देखाइदिउँ First blood. धोबी थियो त यार गाइज ल ठिक छ यार नाइस गेम प्ले यार ब्रो है